यही पानी चाहिँ तल गएर अब फल हेरिने रहेछ यहाँबाट। हजुर दाजु अब त्यही त गरेको रहेछ अब त फर्किने बेला भयो नि त मान्छेहरूको। हाम्रो अघिको यो यस पार्कको नाम के अरे नानी भनिदिनु त तिमीलाई? भ्याली नेसनल पार्क। के छ अरे दाजु? कायोगा भ्याली नेसनल पार्क। कायोगा भ्याली नेसनल पार्क छ। हिँड्नु अगाडि कस्तो राम्रो रहेछ बनाएको रहेछ। हामी यतिजनाको आज टुर छ है, यति राम्रो टुर रहेछ। यस्तो यस्तो ठाउँ रहेछ हौ। खै हौ पार्क पनि अनौठो अनौठो पार्क हुन्छ यस्तो। के रहेछ डेन्स सो गुड रहेछ। रिवनलाई अलरेडी चिउचिउ भयो। यस्तो छ जङ्गल। होइन ठिकै छ। यो चाहिँ मलाई हकिङ हिल जस्तै याद भयो तर अझै राम्रो छ होइन। यहाँ झरना छ हकिङ हिल जस्तै तर यो झरना साह्रै राम्रो क्या दाजु। यस्तो जानुपर्दो रहेछ उँधो। हजुर थ्याङ्क यू। यस जाएको जस्तो छ। It's beautiful. It's very beautiful. झरनाहरू छ यस्तो राम्रो झरनाहरू छ यो चाहिँ। कति राम्रो झरना।
कति आइरहेको Let's see. It's good. Let's see who'll run. So high. Rina? Oh my goodness. फोटो खिच्छु भनेर भिडियो गरेको यहाँ उँधो देऊ र त राम्रो देखिरहेको छ दिदी घरमा पनि निकाल्दैछ नेल्सन नेल्सन के अरे पार्कमा आएर चाहिँ यसरी आएर यहाँ दिदीले काँक्रो काट्दै हुनुहुन्छ अब हामी काँक्रो खाएर चाहिँ उता हिँड्ने प्रायः सब छौँ त बिजोक छ दिदी घरमा जस्तो सुख त कहाँ पाउँदो रहेछ पनि ल्याइएन ठिकै छ चाना जसरी बनाउँदा पनि हुन्छ लु आउनु नानीहरू चाना खाना यहाँ एक एकवटा राख्ने ठाउँ छैन छिटो दिदी जो आउँछ उसलाई दिइहाल्नु यहाँ आउनु चाना लिएर जानु एक एकवटा आफै खानु वाट इज द्याट इज अ काँक्रो पुग्छ पुग्छ होला दिदी अलिक ठुलो लाग्यो हेरेन त्यो चाहिँ हामी काँक्रो खाँदैछौँ अनि हामी यो जङ्गलमा पस्दैछौँ आज यो चाहिँ वाटरमेलन रहेछ यहाँ हाम्रो ग्रिल गर्ने ठाउँ पनि छ तर आज ग्रिल गर्ने उयो छैन सबै भेजिटेरियन हो हामी आज सबै भेजिटेरियन हामी काँक्रो खान्छौँ कस्तो रहेछ बहिनी काँक्रो मिठो रहेछ अब आज आइतबार हो सो गरेर काँक्रो खाएर चाहिँ अझै ठुलो ठुलो काट्नु है दिदी सानो भयो नि त हिँड्नु न कता हो आज हिँडाइ त कोकमा जङ्गलमै मात्रै रहेछ दिदी नि हेरेर हिँड्नु है हेरेर लडिने रहेछ नि यस्तो चिन्ह रहेछ तर हामी ब्लू फलो गर्दै रहेछौँ प्रतीक्षा हुनुहुन्छ यहाँको सबैभन्दा हाम्रो जान्ने मान्छे चाहिँ यहाँ कता हिँड्नु छोरी लु भन्नु यस्तो छ त यता डेन्जर बाटो छ त बाटो 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 ढुङ्गै मात्रै छ नि त यो चाहिँ भुटानको जस्तो चेपचाप रहेछ खोइ आएन नि त हाम्रो मान्छे चढ्नु चढ्दैछ ओके यता हेर्नु म एउटा दाजु उँधोबाट रहेछ नि त जाने हो यहाँ चाहिँ ब्रिज रहेछ यो ब्रिजमा चाहिँ मलाई डर लाग्ने रहेनछ ग्लास ब्रिज हेर्नु यहाँबाट उयो हेर्ने यस्तो हजुर
यस्तोमा चाहिँ हिजो नेपाल अलिक राम्रो छ होला यस्तो ठाउँमा आयो आज होइन नानीहरू यता छन् चेपचेपमा आउनु पऱ्यो कि ल बिस्तारै हिँड्नु लड्दाखेरि तिनैजना लड्नु एकैचोटि है त पानी आउँछ त को जाने त्यसै खाउँदैन बिस्तारै त्यहाँबाट जम्प रहेछ नि म चाहिँ माथि गएर तान्छु अहिले जम्प गर होइन ओरतिरै जम्प गर उतै जम्प गर ल बहिनी पनि जम्प गर्नु बहिनी पनि जम्प गर्नु जुत्ताले लाग्यो है रेगनको मम्मी पनि जम्प गर्छ ल साथी अब जानु ल कुना कुनामा अब बाबाको टर्न बाबा इज अ पर्फेक्ट गाइ यु क्यान जम्प फ्रम एनीवेयर Oh my goodness. बहिनी पानी हल्का 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 टेक्नु यसरी जुत्ता हुन्छ यहाँ चाहिँ झर्ना रहेछ त्यसरी ल त्यहाँ ढुङ्गामा टेकेर जाने हो माथि टेक 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 जा हल्का टेक्दा हुन्छ त्यहाँ हल्का टेक्दा हुन्छ उतै नजा जुत्ता बेच्छ ल जान Go up. Okay. Mommy. Mama, tayo. सन पार गर्छ सिसा बनाएको रहेछ अचम्म चाहिँ That's a good one. एउटा दाजुले फोटो खिच्दै हुनुहुन्छ How deep the thing is. This is a park, and you guys should come here one day. It's amazing
hiking trail. There's water down there, waterfall and everything. Really muddy path, so I would say don't wear white shoes. 6, 7. But I'm here with everybody. Like everybody. The path is really muddy right now. Don't wear white shoes or something like that because it gets really dirty. But it is really shoe cleaners. त्यस्तो चेपमा चाहिँ नजानु है मेरो पो लाग्यो तपाईँ देखिन मेरो अर्को अर्को लु जानु न कता राम्रो हुन्छ त्यतै जाउँ न रुख पनि लडेको रहेछ यहाँ थाहा नि आयो तर जङ्गलमा अब त्यो ढुङ्गाहरु यहाँ पनि रहेछ है कस्तो रहेछ यहाँ हेर्नु रियोन दादा यहाँ लु जम्प गर्दै हिँड्नु त रियोन यता जम्प गर्दै हिँड्नु छिटो कस्तो कस्तो ठाउँमा हिँड्ने हो यहाँ यस्तो ठाउँ रहेछ चाहिँ आउनु 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 कमान कमान ल भिडियो गरिरहेको थियो ओ माई गुडनेस जाँदा हुन्छ तर लुगा सबै बिग्रिन्छ होला यता आउनु ब्याग आउनु ब्याग आउनु जाँदैन दिदी म यस्तोमा जाँदिनँ त्यो सबै बिग्रिन्छ
हामी सिधै जाने हो बाबा यो अगाडि बढी छिटो आइज छिटो फेलिङ भयो ऊ चाहिँ अगाडि आगिसक्यो छिटो यता हिँड्नु अनि यहाँ अनि हामी लुगा दिँदैन उस सिधै हिँड्छ हामी टिल्ट गर्छ नि ल ओके लु जानु ल अप्ठ्यारो अप्ठ्यारो हुने छोडिदिने हो नि जाने हो नि अप्ठ्यारो अप्ठ्यारोबाट खोज्छन् कि यता हो नि रहेछ यहाँ चाहिँ आफै बाटो बनाएर हिँड्ने ठाउँ रहेछ अब रियोन लड है म त लडेको हेर्न चाहन्छु